ट्याली ओपन गरिसकेपछि मैले क्रिएट कम्पनीमा गर्छु अनि कन्ट्रोल ए त्यसपछि मैले एउटा कम्पनी क्रिएट गरेँ हैन अनि यहाँनिर आइसकेपछि हाम्रो अब क्वेशनमा चाहिँ के भनेको छ भने त्यहाँ ओपनिङ ब्यालेन्सहरु पनि टन्नै दिएको छ अनि त्यसपछि मात्र इन्ट्री यो वर्षको इन्ट्री सुरु भएको छ है मैले कम्पनी क्रिएट गरेपछि अब मेरो ओपनिङ ब्यालेन्स पनि इन्ट्री गर्छु ओपनिङ ब्यालेन्सको लागि चाहिँ हामीले यो कहाँ जाने भने के रे अकाउन्ट इन्फोमा जाने त्यही लेजरमै क्रिएट गरिदिने अकाउन्ट इन्फो लेजर अनि सिंगल ओपनिङ ब्यालेन्सको लागि मल्टिपल लेजर एकैचोटि क्रिएट गरौँ क्रिएटमा यहाँनिर अल आइटममा क्लिक गरेपछि मल्टिपल लेजर क्रिएट गर्ने तर ध्यान दिनुपर्ने भनेको चाहिँ यो हामीले त लेजर क्रिएट गरेको हो तर अब तीनटा अकाउन्ट जतिको चाहिँ अलरेडी डिफल्टमा लेजर बसिरहेको हुन्छ त्यो भनेको क्याश अकाउन्ट सस्पेन्स अकाउन्ट र पीएल अकाउन्टलाई चाहिँ लास्टमा इन्ट्री गर्ने अनि अरु बाँकी भएको लेजर जुन बनाउनु नै पर्छ हो त्यसलाई चाहिँ मल्टिपल लेजरमा आएर बनाउनु पर्छ है मैले यहाँ इन्ट्री यो चारटाको गरेको छु किनभने अर्को दुईटा भनेको पीएल र हाम्रो क्याश छ त्यसलाई चाहिँ हामीले त्यसको चाहिँ डिफल्टमै गएर चाहिँ लेजरमा इन्ट्री गर्नुपर्ने हुन्छ हैन यो नेम अफ लेजर यहाँ छ अन्डरमा चाहिँ त्यहीँनिर क्यापिटल अकाउन्ट सेक्युर अकाउन्ट चुज गरी अब कन्ट्रोल ए गर्छु म अनि यो भयो अब अघि हामी मल्टिपल लेजरको क्रिएटमा गएको थियौं भने अब सिंगल लेजरको सी मा जान्छौं अनि त्यसपछि हाम्रो कुन भने क्याश इन ह्यान्ड अकाउन्ट र पीएल अकाउन्ट हो नि अब क्याश इन ह्यान्ड अकाउन्ट फर्स्टमा हैन रुको यो म डिलिट गरौँ म कता गए भने अघि भर्खरै एस्केप यस म सिंगलले चाहिँ क्रिएट गरे हैन क्रिएट हैन नि अल्टरमा चाहिँ अल्टर भनेको अलरेडी एक्जिस्टेड अकाउन्टमा हामी अल्टर गरिरहेका छौं यति अकाउन्ट छ हाम्रो यति अकाउन्टमा मध्येबाट हामीले फर्स्टमा क्याश अकाउन्ट चाहिएको क्याश अकाउन्टमा मैले क्याश अकाउन्टै अमाउन्ट मात्रै राख्दिने हो अलरेडी डिफल्ट भएकोमा चाहिँ अमाउन्ट कति छ क्याशमा 1,28,000 1 2 8 1 2 3 यति भयो कन्ट्रोल ए त्यसपछि पीएल अकाउन्टमा हामीले राख्दाखेरि चाहिँ डुप्लिकेट इन्ट्री मात्रै राख्नुपर्छ डुप्लिकेट सरी डिफरेन्स अमाउन्ट अलरेडी आउँछ यहाँ माथि त्यही अकाउन्ट राख्नुपर्छ सो हाम्रो यति आएन अब हामीले डिस्प्लेमा हेर्ने हो भने चाहिँ मैले बनाएको हाम्रो प्राइमेरी अकाउन्टमा यति छ अलरेडी एक्जिस्टेड यही हो त्यही मध्येबाट हामीले क्याश र पीएल मा चाहिँ फिलअप गरेको छु अनि त्यसपछि यता मुनि गएर मल्टिपल लेजरको डिस्प्लेमा हेर्ने हो भने चाहिँ यहाँ अघि हामीले इन्ट्री गरेको लेजर यहाँनिर बसेको छ अब जाम हाम्रो सेटिङहरु मिलाउने अब सेटिङ मिलाउनु पर्ने भनेको कस्ट सेन्टरको लागि त्यसको लागि अकाउन्ट इन्फोमा जाने त्यसपछि F11 मा क्लिक गर्ने त्यसपछि अकाउन्टिङ फिचरमा गर्ने अनि यसपछि यहाँ मुनि मेन्टेन कस्ट सेन्टर यस मोर देन 1 पेरोल यस कन्ट्रोल ए क्लिक हाम्रो यो अकाउन्टिङ फिचर पनि मैले यति भनेपछि हाम्रो ओपनिङ ब्यालेन्सको इन्ट्री भयो त्यसपछि हाम्रो अकाउन्टिङ फिचर्सहरु पनि सबै एडजस्ट गर्यौं ब्याक जाम अनि अकाउन्ट इन्फोमा गएर हाम्रो यो कस्ट क्याटेगोरी र कस्ट सेन्टर यहाँ आयो अघिको त्यो F11 गरेर अब त्यसपछि कस्ट क्याटेगोरीमा जाने हामी कस्ट क्याटेगोरीमा गएपछि जुन त्यो मेन हेडिङहरु थियो नि त्यसको लागि त हामीले अब सिंगल कस्ट क्याटेगोरीमै क्रिएट गरेर त्यो राख्दिनु पर्दैन तीनटा जस्ट सपोज लाइक कुन थियो भने सेल्स पर्सन मैले सेल्स पर्सन इन्ट्री गरे त्यसपछि कन्ट्रोल ए गरे अनि फेरि पेटी क्याश ट्रान्सफरेन्सेस इन्ट्री गर्छु त्यसपछि कन्ट्रोल ए गर्छु अनि त्यसपछि एडभर्टाइजमेन्ट अब कन्ट्रोल ए त्यसपछि एस्केप यस मैले के को भर्खर बनाएछु भने सिंगलमा एडभर्टाइजमेन्ट पेटी एक्सपेन्सेस प्राइमेरी कस्ट क्याटेगोरी अलरेडी हुन्छ त्यहाँ अनि सेल्स पर्सनको बनाएछु अब यति भएपछि हामीले पेटी एक्सपेन्सेसको लागि चाहिँ एक्स्ट्रा के पनि गर्नुपर्छ भने त्यसको लागि एक्स्ट्रा लेजर पनि बनाउनुपर्छ त्यो भनेको पेटी किनभने पेटी एक्सपेन्सेसको खर्च पेटी क्याशबाट भएको पेटी क्याशमा त फन्ड ल्याउनु पर्यो त्यो भनेको
पेटी त्यो भनेको हाम्रो क्यास इन ह्यान्डबाट आउँछ यहीँनिर भनेको छ अगाडि नै द पेटी क्यास ट्रान्सफर 2500 फ्रम क्यास टु पेटी क्यास यसको लेजर त बनाइदिनु पर्यो अझै अकाउन्ट इन्फो लेजरमा सिंगल एन्ट्रीमै क्रिएट गरिदिउँ के हो भने पेटी क्यास अकाउन्टलाई पैसा दियो क्यास इन ह्यान्डबाट कस्ट सेन्टर एप्लिकेबल यस गरिदिउँ कति रुपियाँ दिएको 2500 कन्ट्रोल स्किप यस हाम्रो अब के इन्ट्री आएछ भने यहाँ बैंक क्यापिटल क्यास फर्निचर लोन फ्रम बैंक पेटी क्यास प्रफिट एन्ड लस अकाउन्ट आएछ है त त्यसपछि क्याटेगोरी पनि मिल्यो लेजर पनि मिल्यो पैसा ट्रान्सफर पनि भयो अब गएर कस्ट सेन्टरमा इन्ट्री गरिदिउँ पेटी क्यासको लागि मात्र सरी पेटी एक्सपेन्सेसको लागि चाहिँ कस्ट सेन्टरमा यहाँ गएर एकैचोटि हामी मल्टिपलमै क्रिएट गर्छौँ अल आइटम्स हाम्रो पेटी क्यास एक्सपेन्सेसको हेडिङ अन्डर हो अल ट्याब पेटी एक्सपेन्सेसभित्र के खर्च छ प्रिन्टिङ पेपर पोस्टल स्ट्याम्प पेन एन्ड पेन्सिल म यही इन्टर गर्छु है म अहिलेको लागि यहाँनिर 3टा मात्र इन्ट्री गर्छु त्यसपछि कन्ट्रोल ए गरिसकेपछि स्केप अब यो पनि भयो भनेपछि अब हामी अब सबै सेटिङहरू मिलिसकेपछि पेटी एक्सपेन्सेसको लागि हामी भाउचरमा इन्ट्री गर्न जान्छौँ भाउचरमा गएपछि हामीले F5 क्लिक गर्नुपर्छ मेरो अलरेडी F5 मा छ अनि त्यहाँनिर गएर अल्ट सीमा गएर ओपन गरौँ डेबिट हाम्रो पेटी एक्सपेन्सेस हो पेटी एक्सपेन्सेस अन्डर क्यास इन ह्यान्ड भयो यस एकचोटि फेरि यहाँनिर यो भाउचरमा गर्दाखेरि चाहिँ पेटी एक्सपेन्सेस अन्डर मैले क्यास इन ह्यान्डमै गर्दै गएछु क्यास इन ह्यान्ड होइन अनि इन्डिरेक्ट एक्सपेन्सेस चाहिँ है इन्डिरेक्ट एक्सपेन्सेस यस अनि इन्डिरेक्ट एक्सपेन्सेस आयो यहाँ आयो पेटी एक्सपेन्सेस होइन कति छ भने त्यही 2500 नै हो नि यहाँ 2500 खर्च भयो यहाँ नेम के हो फेरि नेम अफ कस्ट सेन्टर त हाम्रो पेटी एक्सपेन्सेस हो के हालेको थियौँ हामीले पेन एन्ड पेन्सिल सपोज 1200 को पोस्टल स्ट्याम्प 200 को अर्को के छ प्रिन्टिङ त ब्यालेन्समा बसिहाल्छ है अनि मैले कन्ट्रोल ए गरिदिएँ कन्ट्रोल ए गरेपछि यो आयो क्रेडिटमा भनेको हाम्रो के आउँछ पेटी क्यास अकाउन्ट आउँछ पेटी क्यास अकाउन्ट 2500 आयो ल यही हो हाम्रो एन्सर चाहिँ अनि अर्को भने यहाँ ध्यान दिनुपर्ने भनेको लाइक मैले चाहिँ अघि यहाँ पेटी एक्सपेन्सेसमा अल्ट सी गरेर अन्डर क्यास इन ह्यान्ड राखेको रहेछु अब अन्डर क्यास इन ह्यान्ड राखिसकेपछि यो त यहाँ आएन होइन अल्ट सी गरेपछि किनभने त्यो क्यास इन ह्यान्ड अकाउन्ट किनभने इन्डिरेक्ट एक्सपेन्सेसको मैले क्यास इन ह्यान्ड अकाउन्टमा राखेको थिएँ अनि त्यही भएर चाहिँ यो सेभ गरिहालौँ है त्यही भएर अब यो इन्ट्री मिलेन मैले अलरेडी मैले इन्ट्री पनि हानिदिइसकेको थिएँ अब फेरि डुप्लिकेट इन्ट्री भनेर भन्न थालेको थियो अर्को इन्ट्री गर्दाखेरि फेरि पेटी एक्सपेन्सेसको त्यहीँनिर सो मैले चाहिँ के गरेको थिएँ भने यो अकाउन्ट इन्फोमा गएर लेजरमा जाने अनि लेजरको यो मतलब जस्तै यहाँ डिस्प्लेमा हेर्नुपर्छ है अनि पेटी एक्सपेन्सेस यहाँ आयो यो पेटी एक्सपेन्सेसलाई मैले यहाँ फेरि डिस्प्लेमा गएको थिएँ अल्टरमा गरेर मैले फेरि पेटी एक्सपेन्सेसलाई यहाँ गएर अल्ट डी गरेर डिलिट गरेको थिएँ होइन ओपन गरेर तर यो वाला पेटी एक्सपेन्सेस त हामीलाई चाहिनेवाला हो यहाँ त अलरेडी इन्टर भइसकेको छ है इन्डिरेक्ट एक्सपेन्सेसभित्र तर अघि मैले चाहिँ क्यास इन ह्यान्ड गरेको थिएँ नि मैले यहीँ आएर चाहिँ डिलिट गरेको थिएँ